बालेन सरकारमा चलियो सुधन आदि आफ्नै करोडौंको जग्गामा चलाइयो डोजर खोलियो 36 वर्षदेखि राष्ट्र सेवकको हातमा लगाइएको हतकडी 4 दिनमा 400 को हातमा एउटै नापको हतकडी लगाउँदै हालियो खोरमा देखियो पहिला कहिल्यै नदेखिएको दृश्य जनतामा पलायो नयाँ आशा यति बेला बालेन सरकार रकेट भन्दा पनि तीव्र गतिमा दौडिरहेको छ सडकका गुण्डादेखि सत्ताका हाकिमसम्म पूर्व प्रधानमन्त्रीदेखि राज्य लुट्ने महाबिचौलियासम्म धमाधम जाकिँदैछन् मध्यरातमा सडकका डनहरूलाई ओछ्यानबाटै तानेर खोरमा कोच्ने गृहमन्त्री अनि दिउँसो पोखराको फेवाताल किनारामा आफ्नै करोडौंको महलमाथि डोजर चलाउने गृहमन्त्री नेपालको इतिहासले यस्तो निर्मम र विस्मयकारी दृश्य पहिले कहिले देखेको थिएन यति बेला सिंहदरबारबाट एउटा यस्तो आँधी चलिरहेको छ जसले सडकका गुण्डादेखि सत्ताका माफियासम्मको निन्द्रा हराम गरिदिएको छ एकातिर काठमाडौँ र भक्तपुरमा अपरेसन सेफ्टी अन्तर्गत एकै रातमा 80 भन्दा बढी सडकका गुण्डाहरू समातिएका छन् 2080 सालमा प्रहरीलाई गिज्याउँदै 10,000 धरौटीमा छुटेका कुमार घैटे समूहका युवराज गुरुङ सानुभाइदेखि प्रवीण तामाङ डिम्पलसम्मलाई मध्यरातमा हतकडी लगाइएको छ पछिल्लो 4 दिनभित्रै देशैभरिबाट झण्डै 400 को हाराहारीमा मानिसहरू खोरमा जाकिएका छन् मालपोत र यातायात कार्यालयमा सर्वसाधारणलाई रुवाउने बिचौलियादेखि लिएर हप्ता असुल गर्ने सडकका डनहरूसम्म कोही पनि बचेका छैनन् तर यो भन्दा स्तब्ध पार्ने काम पोखरामा भएको छ गृहमन्त्री सुधन गुरुङले फेवाताल अतिक्रमण हटाउने अभियानमा अरूको मात्र होइन लेक साइटमा रहेको आफ्नै करोडौं मूल्यको सम्पत्तिमाथि बिना कुनै हिचकिचाहट डोजर चलाउन लगाएका छन् यो किन यति धेरै महत्त्वपूर्ण छ किनभने नेपालको राजनीतिमा नैतिकता भन्ने शब्द मरेको दशकौं भइसकेको थियो हिजोका नेताहरू अरूको घर भत्काएर आफ्नो दरबार ठड्याउँथे तर आज एउटा मन्त्रीले विधिको शासन स्थापित गर्न आफ्नै सम्पत्ति भत्ताभुङ्ग पारेको छ गृहमन्त्रीले भने झै 36 वर्षसम्म हतकडी अपराधीलाई होइन सुरक्षा कर्मीलाई लगाइएको रहेछ हिजो यी सडकका डनहरू पक्राउ त पर्थे तर नेताको फोन आउन साथ ससम्मान छुट्थे आज जब गृहमन्त्री आफैले आफ्नो घर भत्काएर नैतिक धरातल बलियो बनाए तब प्रहरीको हातको हतकडी सदाका लागि खुलेको छ आफ्नै सम्पत्तिमा डोजर चलाएपछि अब सुधन गुरुङलाई कसैमाथि एक्सन लिनबाट रोक्ने कुनै नैतिक तगारो बाँकी छैन यसको सीधा असर भुइँ मान्छेलाई पर्छ अब ठमेल र कलंकीका व्यापारीले त्रसित हुनु पर्दैन राज्य छ र कानून छ भन्ने विश्वास आज आम नागरिकले हेर्न पाएका छन् सलामी खान लाइन लाग्ने परम्परालाई तोड्दै आफै अगाडि सरेर सुरक्षा कर्मीलाई सलाम ठोक्ने गृहमन्त्री सायदै पहिले देखिएका थिए कसैलाई यो सामान्य स्टन लाग्न सक्छ तर थोरै राशन अपुग तलब र जीर्ण पोसाकमै अहोरात्र सडकमा खटिने एउटा सिपाहीका लागि नेतृत्वले देखाएको यो सम्मान जतिको ठूलो मोटिभेसन अरु केही हुँदैन सडकमा ओर्लिएर ट्राफिक खुलाउनेदेखि प्रहरीका दुःखमा आम मानिस जसरी बोल्ने सुधन गुरुङको शैलीले आज तल्लो तहसम्म आशा जगाएको छ 36 वर्षदेखि सुरक्षा कर्मीको हातमा लगाइएको अदृश्य राजनीतिक हतकडी खोल्ने र उनीहरूलाई स्वतन्त्रता दिने उनको यो प्रयास साँच्चीकै प्रशंसनीय छ नेतृत्वको यो सामान्य तर अर्थपूर्ण व्यवहारले सिंगो संगठनमा ऊर्जा थपेको छ सुधनको यो प्रयास सफल होस् ताकि आम नागरिकले साँचो अर्थमा सुरक्षा र सुशासनको महसुस गर्न पाउन् तर पर्दा पछाडि लुकाइएको र नभनिएको सत्य अब बिस्तारै उदाङ्गिँदैछ हिजो सानुभाइ जस्ता सडकका डनहरू पक्राउ पर्दा हामी सोध्थ्यौं यिनीहरूलाई पाल्ने सेतो सर्ट लगाउने राजनीतिक हाकिमको हात खै चुनावमा यिनै गुण्डाहरू प्रयोग गरेर बुथ कब्जा गर्ने टिकट बाँड्ने र मन्त्री बन्ने गडफादरहरूमाथि अपरेसन कहिले हुन्छ आज त्यसको प्रष्ट जवाफ मिलेको छ पूर्व प्रधानमन्त्री पूर्व गृहमन्त्री र राज्य सत्तालाई नै मुठीमा राख्ने हाई प्रोफाइल महाबिचौलियाहरूको धमाधम पक्राउले एउटा जबरजस्त संकेत दिएको छ सडकका गुण्डाहरू त केवल साना माछा थिए अब असली सार्कहरू कोही पनि बस्नेवाला छैनन् सबै जाकिने छनक देखिसकिएको छ राजनीतिमा निर्मम तरिकाले अगाडि बढ्दा दुश्मनहरू शक्तिशाली हुन्छन् भन्ने डर हिजो थियो तर जब एउटा मन्त्री अनस्टपेबल बनेर आफ्नै घर समेत भत्काउन तयार
तयार हुन्छ तब पुरानो सत्ताको इकोसिस्टम र उनीहरूका षड्यन्त्रहरू आफै ध्वस्त हुन्छन्। अर्कोतर्फ हिजोसम्म आम नागरिकमा एउटा ठूलो संशय थियो, प्रहरीले रात दिन नभनी समात्ने, तर भोलि फेरि अदालतहरूले प्रमाण पुगेन भन्दै 10,000 धरौटीमै यी डन र बिचौलियाहरूलाई सडकमा छाडिदिने त होइनन्। तर यसपटक सरकारको तयारी फरक छ। प्रमाण र कानुनी आधारहरू यति मजबुत बनाइएका छन् कि राज्य शुद्धिकरणको यो महाअभियानमा न्यायालयले पनि विधिको शासनलाई पूर्ण रूपमा साथ दिनेमा सरकार र आम नागरिक विश्वस्त छन्। अब समग्र देशको परिदृश्यलाई हेरौं। हामी एउटा अभूतपूर्व परिवर्तनको मोडमा छौं। यो डोजर केवल लेकसाइडको एउटा भवनमा चलेको होइन र यो हतकडी केवल केही डनहरूको नाडीमा मात्र लागेको होइन। यो 36 वर्षदेखि हुर्किएको दण्डहीनता र भिआइपी संस्कृतिको चिहान खनिएको दृश्य हो। जेनजी आन्दोलनले खोजेको लोकतन्त्रको असली परिभाषा नै यही थियो, जहाँ कानूनले अनुहार हेर्दैन, आफ्नो र अर्काको भन्दैन। आफ्नै घर भत्काएर राज्यको घर बनाउने बालेन सरकार र युवा गृह मन्त्रीको यो आँटले देश पूर्ण रूपमा बिउजिएको छ। अहिले चिया पसलदेखि चोक चौतारासम्म आम नागरिकमा एउटा बलियो आशा र विश्वास पलाएको छ। यो सरकारले देशको फोहोर पक्कै सफा गर्नेछ। सडकबाट सुरु भएको हतकडीको यो यात्रा अब सिंहदरबारमा बसेर देश लुट्ने गुण्डाका गडफादरहरूको नाडीमा पुगिसकेको छ। यो हाम्रो लोकतन्त्रमा विधिको शासनको असली र शानदार सुरुवात हो।